धान पाकेर पहेँलै भएको छ हाम्रो माइती देशमा। यो माइती देशको धान हो यो। पहेँलै पाकेको छ यो। घोरै जाने बाटो अटो आएको छ यो। पुरै धान पाकेर पहेँलै छ, जताकतै छ। जङ्गल त्यति नै छ, जङ्गल च्याउ टिपेर खाने जङ्गल। च्याउ खाने जङ्गल त्यही हो। भात खाने धान यही हो। यो बाटो भयो। यो घोरैदेखि हाम्रो माइत आउने बाटो यही हो। बाटो यही हो। हेर्नु यही बाटोबाट यहाँ फेरि भैँसी बान्या छन्। फेरि यहाँतिर फेरि अब यो भैँसीले फेरि कहिले दुध खान दिने हो थाहा छैन। भैँसी बान्या छन् यहाँ। भैँसी यो भयो। यता फेरि बाख्रा। यता बाख्रा पनि छ। यता फेरि हाम्रो बुहारीले फेरि भाले काटेर बनाउनु लाग्छ नि। यस्तो लोकल भाले। लोकल भाले यहाँ बनाउँदैछन्। यस्तो गाउँघरमा बसेपछि यति फाइदा हुन्छ। लोकल भाले अझ आगोमा पकाएर आगो बालेर आगोमा तताइकन काट्ने हो अनि पकाएर भातसँग गमागम खाने हो। गाउँघरमा बसेपछि फाइदा यही छ। दाउरा बालेर आगो बालेर दाउराको आगोमा सेकाएको आगोमा पकाएको खाना कति मिठो होला। त्यही भएर गाउँघरमा बस्न धेरै फाइदा छ। अलि राम्ररी पोल है अलि राम्ररी। ल अलि राम्ररी पकाऊ, अलि राम्ररी पोल। आफै हो फेरि मन्टो छुट्टा भने हाम्रो बुहारीले त आफै मन्टो छुट्टाएर आफै बनाएर पोल्न लाग्छन्। ल बाई। अर्को भिडियोमा फेरि अरू बाँकी कुरा अरू भिडियोमा हुन्छ। आजलाई बाई।